नमस्कार दर्शकवृन्द। हालै पोखरामा सम्पन्न 6औं टाइगर कप भलिबल प्रतियोगिताको जानकारी लिएर म यहाँ उपस्थित भएको छु। यो भिडियो तपाईलाई मन परेमा लाइक गर्नुस् र सब्स्क्राइब गर्न नबिर्सनुहोला। यो प्रतियोगिता पोखरा रङ्गशालामा बाहिरी मैदानको व्यवस्था सहित टाइगर ग्रुप अफ पोखराको आयोजनामा सम्पन्न भएको थियो। यस प्रतियोगितामा स्वदेशी क्लबहरूसँगै अन्तर्राष्ट्रिय क्लबहरूको पनि उल्लेखनीय सहभागिता रहेको थियो। अब कुरा गरौँ, कुन कुन टोलीले यस प्रतियोगिताको उपाधि जित्न सफल भए त? महिला तर्फको प्रतियोगितामा नेपाल आर्मी, नेपाल प्रहरी क्लब, सशस्त्र प्रहरी बल, टिप टप न्यू डायमन्ड स्पोर्ट्स क्लब, एभरेस्ट भलिबल क्लब तथा थाइल्यान्ड क्वीन टोलीको सहभागिता रहेको थियो। फाइनल खेल टिप टप न्यू डायमन्ड स्पोर्ट्स क्लब र साबिक विजेता नेपाल प्रहरी क्लब बीच सम्पन्न भएको थियो। उक्त खेलमा न्यू डायमन्डले नेपाल प्रहरी क्लबलाई 3-0 को सोझो सेटमा पराजित गर्दै पहिलो पटक टाइगर कपको उपाधि जित्न सफल भयो। उपाधिसँगै न्यू डायमन्डले नगद 6,66,666 रुपैयाँ प्राप्त गर्यो। उपविजेता बनेको नेपाल प्रहरी क्लबले नगद 3,66,666 रुपैयाँ प्राप्त गर्यो। यसैगरी तेस्रो स्थानका लागि सशस्त्र प्रहरी बल र थाइल्यान्ड क्वीन बीच प्रतिस्पर्धा भएको थियो। उक्त खेलमा थाइल्यान्ड क्वीन तेस्रो स्थान हासिल गर्न सफल भयो। थाइल्यान्ड क्वीनले नगद 2,06,666 रुपैयाँ प्राप्त गर्यो। व्यक्तिगत उपाधितर्फ टिप टप न्यू डायमन्डकी सुमित्रा रेग्मी प्रतियोगिताकी सर्वोत्कृष्ट खेलाडी घोषित भइन्। प्रतिभा मल्ली उत्कृष्ट सर्भर, शान्तिकला तामाङ उत्कृष्ट लिबेरो, सुनिता खत्री उत्कृष्ट ब्लकर, प्रगति नाथ उत्कृष्ट सेटर र थाइल्यान्ड क्वीनकी पाथेया उत्कृष्ट स्पाइकर बनिन्। त्यसैगरी कुमार राई उत्कृष्ट प्रशिक्षक घोषित भए। पुरुष तर्फको प्रतियोगितामा गण्डकी प्रदेश भलिबल सङ्घ, नेपाल प्रहरी क्लब, त्रिभुवन आर्मी क्लब, सशस्त्र प्रहरी बल, माल्दिप्सको पुरुष भलिबल टोली तथा पर्वत जिल्ला भलिबल सङ्घ गरी जम्मा 6 वटा टोलीको सहभागिता रहेको थियो। फाइनल खेल गण्डकी प्रदेश भलिबल सङ्घ र नेपाल प्रहरी क्लब बीच सम्पन्न भएको थियो। उक्त खेलमा गण्डकी प्रदेशले नेपाल प्रहरी क्लबलाई पराजित गर्दै उपाधि जित्न सफल भयो। उपाधिसँगै गण्डकी प्रदेशले नगद 6,66,666 रुपैयाँ प्राप्त गर्यो। उपविजेता बनेको नेपाल प्रहरी क्लबले नगद 3,66,666 रुपैयाँ प्राप्त गर्यो। तेस्रो स्थानका लागि पर्वत जिल्ला भलिबल सङ्घ र त्रिभुवन आर्मी क्लब बीच प्रतिस्पर्धा भएको थियो। उक्त खेलमा पर्वत जिल्ला भलिबल सङ्घ तेस्रो स्थान हासिल गर्न सफल भयो। पर्वत जिल्ला भलिबल सङ्घले नगद 2,66,666 रुपैयाँ प्राप्त गर्यो। व्यक्तिगत उपाधितर्फ गण्डकी प्रदेशका मुस्तफा खान प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भए। अदनान खान उत्कृष्ट सर्भर, भीमबहादुर गाह उत्कृष्ट लिबेरो, बलराम गुरुङ उत्कृष्ट सेटर, फहाद राज उत्कृष्ट ब्लकर र फखर वाटो उत्कृष्ट स्पाइकर घोषित भए। त्यसैगरी प्रशिक्षक रमेश केसी उत्कृष्ट प्रशिक्षक घोषित भए।